हरेलो डाँडा साफसुखोला सडक 2 दिनको सामूहिक श्रमदानपछि पुनः सञ्चालनमा आएको छ। लगातारको वर्षापछि गएको पहिरो र हिलोका कारण सडक अवरुद्ध बनेको थियो। गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको नेतृत्व र वडा नम्बर 1 का वडा अध्यक्ष हेमन राईको संयोजनमा सञ्चालित साकेला श्रम अभियान अन्तर्गत आइतबार र सोमबार जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी तथा स्थानीयवासीले श्रमदान गर्दै सडकमा जमेको पहिरो र हिलो हटाएका हुन्। सडक मर्मतका लागि गाउँपालिकाले ब्ल्याक होल र ट्र्याक्टर लगायत आवश्यक मेसिनरी उपलब्ध गराएको थियो भने स्थानीयवासीले आवश्यक ग्राभेल उपलब्ध गराएका थिए। जनश्रम, स्थानीय स्रोत साधन र गाउँपालिकाको समन्वयबाट छोटो समयमै सडक पुनः सञ्चालन योग्य बनेको हो। गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले प्राकृतिक विपत्तिका कारण अवरुद्ध बनेका पूर्वाधारलाई तत्काल सञ्चालनमा ल्याउनु स्थानीय सरकारको पहिलो प्राथमिकता भएको बताउँदै सरकार र नागरिकको साझा सहकार्यबाट मात्र दिगो विकास सम्भव हुने धारणा व्यक्त गर्नुभयो। त्यसैगरी वडा अध्यक्ष हेमन राईले सडक स्थानीय नागरिकको शिक्षा, स्वास्थ्य, कृषि तथा आर्थिक गतिविधिसँग प्रत्यक्ष जोडिएको महत्त्वपूर्ण पूर्वाधार भएकाले तत्काल सञ्चालनमा ल्याइएको जानकारी दिँदै आवश्यकता अनुसार साकेला श्रम अभियानलाई अन्य प्रभावित क्षेत्रमा पनि निरन्तरता दिइने बताउनुभयो। स्थानीयवासीले पनि सामूहिक श्रमदानबाट छोटो समयमै सडक सञ्चालनमा आएकोमा खुसी व्यक्त गर्दै अभियानमा सहभागी सबैप्रति धन्यवाद व्यक्त गरेका छन्। स्थानीय तहमा सञ्चालन भइरहेको साकेला श्रम अभियानले विपद व्यवस्थापनमा जनसहभागिता, सामुदायिक एकता, स्थानीय स्रोत साधनको सदुपयोग तथा श्रम संस्कृतिको प्रवर्धन गर्दै स्थानीय विकासको प्रभावकारी नमुनाका रूपमा आफूलाई स्थापित गर्दै गएको गाउँपालिकाको भनाइ छ।